अब जहाँ सस्तो छ यहाँ फेरि 1 लिटरको 10 रुपियाँ मात्रै हो। चामल नि यहाँ सस्तो छ हरियोनमा, त्यो भएर जहाँ सस्तो भएको हो। अलिअलि तल डढिया जस्तो छ यो। गाह्रो त भएको छैन नि मामा सिरी? छैन, काम गरेर पैसा कमाउन गाह्रो मान्यो भने त गइहाल्यो नि। कहाँ आउँछ पैसा? पैसाको लागि यहाँ जे पनि गर्नु परिरहेको छ नि। अब यसमा माछा राख्ने हो, त्यसै लगाएपछि माछा राखेर छोपिदिने हो। अनि त्यसको भुवा आउँछ, 2-3 दिन राखेर भुवा उठेपछि अनि अर्को भाँडा हाल्नुपर्छ। भाँडा हाल्नु एक हप्तामा पुग्यो भने के हुन्छ, जाँड रेडी हुन्छ।